विकेन्डमा हामी जसरी खाना खाउँ यस्तो ठाडै छ त बाटो। हेलो 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 गाइजहरू, आज विकेन्ड सबैजना सम्भव त उठ्नुभयो होला। सो आज हामी हाइकिङ जाँदैछौँ। सो यो हाइकिङ ट्रेल चाहिँ हाम्रो घरको एकदम नजिकै, जस्ट 10 मिनट फ्रम बाइक हाइकिङ ट्रेल सुरु हुन्छ। यसको नाम छ जामाचो गुम्बा। यहाँनिरको एउटा किन्न पऱ्यो क्या एक्सटेन्सन। अहिले लगभग 10:30 भयो। जाने त बिहानै भने हो, तर के हुन्छ बिहान भनेको ढिलो उठिन्छ एक त, तर केही छैन। विकेन्डमा यसो वन जङ्गल घुमाउँ केटा हो, सधैँ घरमा नबसौँ। स्याटरडे सन्डे नेचरतिर जाउँ। आजकल त हाइक गर्ने मान्छेहरू पनि वाइल्ड धेरै बढेछन्। हामी इन अ सेन्स टन्नै ग्रुप जान लागेको होइन अस्ति जस्तो। सो अहिले चाहिँ हामी जस्ट 2जना दाजुभाइ जान लाग्छौँ। यु विल सी ब्रदर when we start walking. हाइक गर्ने ठाउँमा हेलमेट राख्ने ठाउँ चाहिँ हुनुपर्ने हो क्या। हाइक गर्ने ठाउँमा हेलमेट राख्ने ठाउँ चाहिँ हुनुपर्ने हो होइन। यहीँ बाइक राखेर जानु त होला नि। यहीँ राखेर जाने लिँदैन त्यहाँ आर्मीहरूले। त्यहाँ बाइक राख्ने ठाउँै छैन। हेर 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 मान्छे, हेर 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 मान्छे। A few moments later. We are on our way to जामाचो। हामी जामाचोको स्टार्टिङमा छौँ। अहिले ठ्याक्कै 11 बजे। लेट्स अब कति टाइममा चाहिँ हामी माथि पुगेर तल फर्किन सक्छौँ। सो यहाँ आउनलाई चाहिँ सिधै माछा पोखरीबाट यता नुवाकोट जाने बाटोतिर आउनुभयो भने ठ्याक्कै देख्नुहुन्छ जामाचोको गेट। इन्ट्री फी 100 रुपिज हो। सो या लेट्स गेट स्टार्टेड। यस, प्रकृति संरक्षकका प्रयासहरू। एसएलसी सकिया छ, +2 सकिया छ। सबैजना विकेन्ड चलिरहेछ भने काठमाडौँको नजिकै सबैभन्दा नजिकै हाइक जामाचो। भेरी भेरी बेसिक ट्रेल, धेरै लामो पनि छैन, धेरै छोटो पनि छैन, एक्सट्रिम लेभलको गाह्रो पनि छैन। सो आउँ है गाइजहरू, यसो विकेन्डमा हामी जसरी खाना खाउँ अनि चल्दिउँ। रमाइलो हुन्छ हिँड्नलाई। यस्तो मजाको जङ्गली किराहरूको आवाज सुन्न पाइन्छ ट्याक्कसँग। यहाँ चाहिँ सुरुमा एकदम उकालो छ। अस्ति हामी बागदर जाँदाखेरि चाहिँ धेरै उकालो थिएन। यहाँ चाहिँ स्ट्रेट आउट उकालो छ स्टार्टिङमा। माथि पुगेपछि चाहिँ प्लेन होला अलिकति भए पनि। सो अहिले चाहिँ पुरै ठाडो छ, त्यही भएर स्टार्टिङमा चाहिँ अलिकति गाह्रो हुनसक्छ। अलिअलि स्ट्रेच पनि गरेर आउँ। यस्तो ठाडै छ बाटो। चेक पोइन्ट आयो। First checkpoint, we are here at first checkpoint after 20 minutes.
20 minutes. यहाँ फर्स्ट चेक पोइन्ट अफ जानु छ अब त त्यस्तो थर्ड बाटो छैन यहाँबाट त सिधा त्यस्तै हो गाइजहरू कतिको थाकेछ कति मिनट लाग्यो यहाँसम्म हामीलाई 20 मिनट लाग्यो तिमीहरूलाई हामीलाई लाग्यो त्यस्तो होला 20 ठिक छ सही हो व्हाट्सएप ब्रो व्हाट्सएप ब्रो फर्स्ट चेक पोइन्ट डन जामाचौबाट मनमाइजु मनमाइज गाउँ भ्लग आउँछ गाइजहरू सुधीर मानन्दर भन्ने च्यानल सब्सक्राइब हानु दादा चल्दैन केटा हो यता यहाँ ब्लगमा हो भरे मेरो पनि युट्युब च्यानल बनाएर सब्सक्राइब हान्न लाउँछु केटाहरूलाई म ठिक छ हाम्रो ब्लगर दाईहरू यता चाहिँ है दाईको नाम दाई मेरो नाम सुधीर मानन्दर दाईको दाईको नाम सुजन मानन्दर हाम्रो सुजन दाई र दाईको नाम सुधीर दाईलाई वेलकम छ अब युट्युब च्यानल बनाउनु पर्यो म नि हो अहिले दाईकोमा च्यानलमा वेलकम छ दाईहरूलाई पनि सब्सक्राइब हानिदिनु पर्यो भरे यसो सर्ट भिडियो चाहिँ बनाएर हाल्नु पर्यो नि त दाई है मलाई जे होस् बबाल देखिया तिम्रो नाम के भन्यो रे सुरेश दाई सुरेश बोर्डसँग Welcome to after 3 घन्टा जामाचको फेदमा पुगेको सबै यहाँ माथि गएपछि भ्यू टावरहरू सबै छ लेट्स गो हाम्रो चाहिँ यो विशेष गरी हाम्रो गीत तामाङ गीत अथवा शेर्पा टिबेटन सबैलाई समेटिन्छ तर प्राय शेर्पा तामाङ टिबेटनहरूले गाउँछ हामी चाहिँ रसुवाको तामाङहरू हो
सो अहिले ठ्याक्क 3:30 भयो अनि यहाँबाट 11 बजे हिँडेको सो ठ्याक्क 11, 12, 1, 2, 3 साढे 4 घन्टा लाग्यो हामीलाई जामाचोबाट के अरे जामाचो पुगेर आउनलाई सो इट वाज फन अलि स्टिप छ माथि उकालो टाइप जस्तो सो अलिकति गाह्रो छ हेर्न सक्छ बट इट्स रिलेटिभली इजियर so I recommend everyone to come hike here hike आउँदाखेरि अलिकति सफासुग्घर चाहिँ गरिदिनु होला आफूले लगेको फोहोरहरू आफै तल झारिदिनु होला so yeah, thank you everyone I'll see you on next vlog bye बाबा आयो क्या हो